सबै भाइ बहिनीहरूको कुरा उस्तै उस्तै नै छ। दिदी कसरी स्पेन आउने, आएपछि के गर्ने, इम्पालमेन्ट त कसरी गर्ने, काम पाइन्छ कि पाइँदैन, कहाँ बस्ने, मेरो त आफ्नो मान्छे छैन, यी सबै कुरा। हेर्नुहोस्, यहाँ आउनको लागि एकदमै धेरै बाटो हुनु पनि जरुरी छैन, लाटो मान्छेको पनि काम छैन। ठिक तपाईँ म्याप चलाएर हिँड्न जान्नुहुन्छ, ठाउँहरू खोज्न जान्नुहुन्छ, हराउनुहुन्न, म्यापबाट हिँड्न जान्नुहुन्छ भने तपाईँ कसैको पनि भरमा बस्नु पर्दैन। स्पेन टेक्ने बित्तिकै पहिला सुरुमा एउटा सिम कार्ड लिनुहोस्, स्पेनको नम्बर, जहाँ गए पनि त्यो चाहिँ माग्छ। तपाईँ कहीँ आएर साथीकोमा बस्दै हुनुहुन्छ, त्यहाँ साथीले इम्पालमेन्ट त गर्न सक्दिनँ यो घरबाट भनेर भन्यो भने रेड क्रसमा जानुहोस्। रेड क्रसलाई क्रुथ रोखा भनिन्छ यहाँनिर। क्रुथ रोखा खोजेर जानुहोस्, त्यो हरेक एरियामा हुन्छ। त्यहाँ गएर भन्नुहोस् म साथीकोमा बस्दैछु, मलाई इम्पालमेन्ट त गर्न मिल्दैन, उसकोबाट इम्पालमेन्ट गर्नको लागि अपोइन्टमेन्ट चाहियो भन्नुहोस्, उनीहरूले अपोइन्टमेन्ट दिन्छ र तपाईलाई छानबिन गर्न आउँछ तपाईँ त्यहाँ बसेको हो या होइन। किनकि कतिपय मान्छे त भिजिटमा आउँछन्, फर्केर जान्छन्, फेरि बेकार हुन्छ नि त इम्पालमेन्ट त गरिदिएको। त्यसपछि त्यहाँका सोसियल वर्करहरू तपाईँ बसेको हो कि होइन भनेर त्यहाँ हेर्न छानबिन गर्न आउँछन्। न कि यसको लागि नडराउनुहोस्, तपाईँलाई पक्रिने होइन, केही गर्ने होइन। रेड क्रसका मान्छेले पुलिस लिएर आउँदैनन्। रेड क्रस भनेको एकदम हेल्प गर्ने संस्था नै हो। यदि उनीहरूले गर्न सकेनन्, उनीहरूकामा चाप छ भने पनि बिएनएस्टार सोथियाल भनेको चाहिँ हरेक एरियामा हुन्छ। फेरि त्यो चाहिँ सोसियल वर्करहरू बस्ने ठाउँ। सोसियल वर्करहरूले तपाईँको लागि ठाउँ दिन्छन् अथवा तपाईँलाई त्यसरी नै फेरि आउँछन्, हेर्छन्, इन्स्पेक्सन गरेर जान्छन् र यसको प्रोसेस गर्छन्। तपाईँलाई इम्पालमेन्टको प्रोसेस गर्छन्, 4 देखि 6 महिना लाग्छ। एकदम तपाईँलाई हतार छ भने त अब त्यही पैसा तिर्नतिर लाग्नुहोस्। किनकि यहाँ त्यस्तै बढ्या छ, त्यस्तै चलन छ। मान्छेलाई फेरि 2-4 महिना कुर्न एकदमै गाह्रो भइरहेको हुन्छ। हतार हतार गर्यो, पैसा तिर्यो। अब त्यो 2 महिना 4 महिनाले के फरक पार्छ र? बढी त्यो घरपट्टिले 1 वर्षको यति लिन्छु भन्छ, 6 महिनाको यति दे भन्छ, महिनाको यति दे भन्छ, अनि ब्ल्याकमेलिङ सुरु हुन्छ। दिनुहोस् भने कार्ड दिन्छु भन्छ। हुन त अहिले त अब तपाईँ कहाँ हुनुहुन्छ, के हुन्छ, तपाईँलाई नसोधी त काट्दैन। तर त्यो आउने बित्तिकैका मान्छेलाई त थाहा हुँदैन नि त यो कुरा। त्यही कारणले गर्दाखेरि यो 2-4 महिना अल्मलिँदामा केही फरक पर्दैन। यही क्रुथ रोखा बिएनएस्टार सोथियालबाटै गर्नुहोस्। यो एकदम भरपर्दो ठाउँ हो। यहाँबाट गरेको इम्पालमेन्टले तपाईँलाई असर पर्दैन। भोलि पर्सि कन्ट्र्याक्ट हाल्नलाई पनि यो कन्ट्र्याक्ट हाल्ने र इम्पालमेन्ट भनेको फरक कुरा हो। फेरि मेरो रेड क्रसमा गरेको इम्पालमेन्टले कन्ट्र्याक्ट हाल्न मिलेन भने के गर्ने भनेर सोधिरहेको हुन्छ कतिजना। त्यो 2 कुरा हो, फरक कुरा। जस्तै कन्ट्र्याक्ट एउटा हो, इम्पालमेन्ट भनेको अर्को कुरा। इम्पालमेन्ट जसले चाहिँ तपाईँ यहाँ स्पेनमा हुनुहुन्छ, लिगल बसाइ छ तपाईँको भन्ने एउटा रेजिस्ट्रेसन जस्तो हो। त्यसले कन्ट्र्याक्टमा केही पनि फरक पर्दैन। नआत्तिनुहोस् र यही प्रोसेसतिर जानुहोस्।